मलाई त लास्ट रिस दिन्छ क्या। इन्डियादेखि घर 15 दिनमै घर आएँ होइन। घर आएर पनि केही काम छैन, दिमाग खराब होइन। दिमागलाई एकदम टेन्सन भइरहेको क्या। अब जे कुरामा पनि टेन्सन होइन। हैरान भइरहेको छु मलाई। घर बस्दा बस्दा वाक्क भइसक्यो यार गाइज म त। केही काम भएन पो घरमा। अब काम त छ नि, मकै सबै यता मकै खन्ने होइन, त्यही काम छ। तर पानी आएको आइछ, 2-3 दिन भयो। अब खेत पनि हिलो छ, मकै खन्नु पनि भएन है। अनि अरू काम चाहिँ त्यही बारसार यता हुन्छ। अनि तिनी काम चाहिँ सिधै बुझिँदैन कि मलाई। केही न केही चाहिँ गर्नुपर्छ है। अब यत्रो उमेर भइसक्यो, अब केही न केही चाहिँ गर्नुपर्छ। मैले परिवारको लागि भनेर भन्छु होइन। केही सोच जस्तो नभइदिने कि अब कोरियन भाषा पढ्यो है, कोरियन भाषामा पनि फेल। अनि गाडीको लाइसेन्स निकाल्ने अब भनेर चाहिँ गाडी पनि सिकेकै हो। अब त्यता पनि दुई फेरा फेल भएँ कि गाइज म है। अनि त्यसपछि त्यही कुराले बहुत टेन्सन दिन्छ कि मलाई। अनि अहिले पनि फर्म भरेर गएको थिएँ इन्डिया। अनि त्यो फर्म भरेर गएको थिएँ। अब 10-15 दिनमा आउँछ भन्थ्यो। अनि 10-15 दिनमा फेरि म घर आएँ। घर आउँदाखेरि अब आएकै छैन कि, ट्रायलको ऊ चाहिँ थाहा छैन, डेटै थाहा छैन। गएर सोधेको है, थाहै छैन भन्छ। त्यही माथि फेरि अब केही गरौँ न त भनेर भिडियो सिडियो बनायो। अब भिडियोमा कपिराइट आइदिन्छ कि। अब हिजो झन् अस्ति घर आएदेखि लगातार भिडियो बनाएको है। अब कति बेर लाएर चाहिँ मैले एडिट गरेँ भिडियो। त्यो भिडियोमा कपिराइट आइदियो कि। 2टा भिडियो अपलोड गरेँ, 2टैमा कपिराइट आइदियो। कस्तो भएको यार, जे गर्दा पनि हुँदैन कि। जब नहुने हुन्छ नि, जे गर्दा पनि हुँदैन कि। त्यही भएर चाहिँ निकै नै टेन्सन भइरहेको गाइज है। अनि के भन्नु यार, सोच्दा वाक्क के। अब त्यो फोन हेर्ने जब बानी परे जस्तो हुन्छ नि, अब फोन हेरिन्छ, फोन हेर्दा टाउको दुख्छ कि। त्यही भएर फोन नहेर्दाखेरि मनमा कुरा खेल्ने, अब यताउता अब टेन्सन हुन्छ नि, त्यो हुने के। त्यही भएर चाहिँ केही न केही चाहिँ गर्नु पर्यो भन्ने चाहिँ मनमा सोच चाहिँ छ। तर आँट पनि छ, तर सोचे जस्तो केही नहुने क्या। त्यही भएर चाहिँ के भन्नु यार गाइज यार। एक्लै बसेर एक्लै कुरा गर्दा चाहिँ मन शान्त फ्रेस भयो जस्तो हुन्छ कि होइन। कोही चाहिँ छ है मेरो भने जस्तो हुन्छ कि। अब जस्तो क्यामेरामा खुलेर बोल्न पाउँछु नि म जब एक्लै हुन्छु, त्यतिखेर निकै मजाले कुरा गर्न पाइन्छ, मन शान्त हुन्छ कि गाइज मेरो पनि होइन। भिडियो अपलोड चाहिँ म अब गर्नै पाउँदिनँ किनकि मेरो एमबी नै छैन त। म अब त्यत्रो हिजो 100 रुपियाँ एमबी राखेँ है, 5 GB एमबी। त्यसैलाई दुई फेरा अपलोड गरेँ। दुई फेरा अपलोड गर्दाखेरि त्यो एमबी स्वाहा भयो मेरो। 22 मिनटका भिडियो थियो। मैले तिनलाई अब कपिराइट भन्यो, अनि मैले त्यसपछि डिलिट गरिदिएँ गाइज। यस्तो हुन्छ क्या, के हो नि त यार। अब यो त कस्तो, अब उसको लागि, कन्टेन्टको लागि के भनिरहेको होला है। अब मेरो त अब भएको छ नि यस्तै, के भन्ने त होइन। भएको नै यस्तै छ त। त्यही भएर चाहिँ अलिक गाह्रो हुने के। अलि एक्लै भएको फिल हुन्छ नि, त्यस्तै क्या। कोही नभए जस्तो हुन्छ नि, त्यस्तै भइदिरहेको कि मलाई। न कसैले नबुझोस् नसुनोस् है। अब कोरियन भाषा पास नभएको नि अब नपढेर हो, अब जानेन सकेन भन्छन् नि, त्यही क्या। अब एउटा कमजोरी हुन्छ नि, त्यो छोपिदिने क्या जसले पनि बुझ्दै नबुझ्दिने। अनि अझै पनि घरमा कति किताब छ कि, म अझै पनि पढ्छु कि गाइज कोरियन भाषा त। ट्राई चाहिँ गरिरहन्छु, केही न केही चाहिँ गर्नुपर्छ भनेर चाहिँ म लडेको मान्छे
उठ्ने कोसिस चाहिँ म गरिरहन्छु कि जे कुरा भए पनि म हार चाहिँ कहिले पनि मान्दिनँ क्या गाइस। त्यही भएर म चाहिँ अब यस्तो दुःखका भिडियोहरू नबनाऊ भन्छु है। अनि यस्तै रमाइलो होस् न, इन्टरटेनमेन्टको लागि सबैको लागि। अब तिमीहरू पनि हेर्दैछौ है केटा, अब तिमीलाई पनि इन्टरटेनमेन्ट रमाइलो हो नि त। जिन्दगी त अब यस्तो स्याड अब मलाई भन्छु अब कहिले के भनिदिन्छ कहिले के भनिदिन्छ होइन, यस्तै छ क्या। ठिकै छ, म चाहिँ जे सक्दो कोसिस गर्छु है राम्रो बनाउनको लागि। ठिक छ, म चाहिँ अब एकछिन यहाँ बस्छु है, शीतल हावा आइरहेछ। यहाँ देख्न सक्नुहुन्छ निकै ठुलो रुख छ कि यो चाहिँ, निकै ठुलो रुख छ यो पनि, निकै ठुलो रुख छ। यसको मुनि चाहिँ निकै शीतल हावा आइदिन्छ कि मजा लाग्छ यहाँ बस्नलाई। यहाँ बसेर गफ गर्नको लागि निकै मजा आउँछ। त्यही भएर चाहिँ म कहिलेकाहीँ यहाँ आउने गर्छु, बस्ने गर्छु। भिडियो चाहिँ बनाउँदिनँ, भिडियो चाहिँ म बनाएको थिएँ यार। अब भिडियो बनाउनै छ्याउ लाग्छ, बनाउनु हुन्थ्यो नि। अब कपिराइट आइदिन्छ के भन्ने, मेरो खोइ के गल्ती गरिरहेछु के भइरहेछ खोइ मलाई हिजो खुद थाहा भएन। मलाई मेरो मुडै अफ भयो कि त्यो कपिराइट आइदियो यार। त्यही भएर चाहिँ म बस्दा बस्दै निदै दिउँला यार होइन। ओके, म एकछिनमा भेट्छु है त गाइस। म चाहिँ मजाले यहाँ सुतिरहेको छु गाइस है। मैले चाहिँ एउटा इन्टरटेनमेन्टको लागि एउटा गीत ट्राई गर्छु है त गाइस। आउनु है तिमी रङ्गीन छाई बिहानी को किरण र हावा सरी, छाइदेऊ तिमी चमेली फुलको बास्ना झैँ, बिहानी सबेर घामको किरण झैँ, चाल पाइला सँगसँगै टप्प टप्प हिँडेर, कोर्नु छ कथा हाम्रो गन्तव्य पुगेर, सँगसँगै पाइला चलन जुनीभरि मेरै हो भन। कस्तो भयो गाइस, कमेन्ट गर्नु है। त्यति राम्रो भएको चाहिँ छैन है मेरो स्वर, अब त्यति राम्रो चाहिँ छैन। त्यही पनि जस्ट ट्राई गरेको इन्टरटेनमेन्टको लागि है। माइन्ड चाहिँ नगर्नु होला, कुनै दिन चाहिँ राम्रै गाउँछु है म। एक दिन मेरो हातमा गिटार भयो भने चाहिँ यही रुखमा सुतेर मैले यो गीत चाहिँ फेरि गाउनेछु। तपाईँहरूको साथ सपोर्ट चाहिँ चाहियो है गाइस मलाई है त। म चाहिँ गोरु फुगाइसकेँ गाइस है, अर्को काम त गर्नै पर्यो। कोही गोरु चाहिँ वहाँ पुगिसक्यो, पानी आउनु लाग्छ। त्यही भएर चाहिँ म गोरु पालतिर लगाइदिन्छु। हाम्रो गोरु फेरि पानी आउँदा पनि चढ्छ है गाइस। हेर्न गोरु फेरि मकैमा जानलाई म चाहिँ मकै छ। अरे मारिदिन्छु म त मकै खान आउँदाखेरि। हो कम काले आकाश त निकै नै कालो भयो गाइस। आज चाहिँ पानी पर्ला जस्तो छ, पानी पर्छ नै होला सायद। यहाँ पानीमा गोरु चराउन लाँदैछु। घुमा काले घुमतिर मुन्तिर। अहिले चाहिँ म घरमा आइसकेँ गाइस। देख्न सक्नुहुन्छ निकै नै पानी परिरहेको छ, डह्रो पानी परेको छ गाइस आज। भनौँ त निकै नै पानी परेको गाइस आज यार। मलाई त गोरु छोडेर आउँदा भिजायो, निकै भिजायो नि आज। कस्तो भिजाउनु सकेको, पानी यत्रो आएको छ यार, कत्रो पानी आएको नि यार। हामीले यो दाउरा राख्ने ठाउँ छाउन पनि भ्याएको छैनौँ, पानी चाहिँ डह्रै आएको छ है गाइस। निकै पानी आयो आज। ओके थ्याङ्क्स ब्रो, आजको लागि चाहिँ भ्लग यति नै है गाइस। अर्को भ्लग फेरि बनाउनेछु। धन्यवाद, थ्याङ्क यू फर वाचिङ।